नमस्ते दर्शकबिन, आज हामी चाहिँ चिउरीबाट तेल कसरी निकाल्न सकिन्छ, गाउँघरमा अर्ग्यानिक चिउरीबाट चाहिँ चिउरी टिपेर त्योबाट चाहिँ तेल कसरी हामीले निकाल्न सक्छौँ त, कोलमा पेलेर होइन कुनै पनि मेसिनमा चाहिँ नहालेर चाहिँ चिउरीबाट तेल कसरी निकाल्न सक्छौँ भनेर म तपाईँहरूलाई सम्पूर्ण जानकारीहरू गराउनु छु। एकदमै पुरानो हाम्रो रीतिरिवाज परम्परा होइन, त्यसलाई चाहिँ हामीले पुरानो संस्कृतिलाई चाहिँ हामीले चुकाउनुपर्छ। कसरी हामीले चाहिँ त्यसलाई चिउरीबाट तेल निकाल्न सक्छौँ भनेर म तपाईँहरूलाई सम्पूर्ण जानकारीहरू गराउने छु। हाम्रो फेसबुकलाई पनि फलो गर्नु होला र युट्युब च्यानललाई पनि सब्सक्राइब गर्नु होला। साथीहरू, सबैभन्दा पहिला त हामीले चाहिँ चिउरी टिप्नुपर्छ। त्यसको लागि चाहिँ चिउरीको रुखमा गएर चिउरी टिप्ने, त्यसपछि घर लिएर त्यो चिउरीको त्यो बिजुला भनेर भन्छ हाम्रोतिर, चाहिँ तपाईँतिर के भन्छ, त्यो बिजुलालाई हामीले राम्रोसँग धुएर सुकाउनुपर्छ। त्यसपछि सुकिसकेपछि त्यसलाई चाहिँ हामीले मिलमा लगेर चाहिँ, अब ढेकीमा पनि हुन्थ्यो पहिला, तर अहिले चाहिँ ढेकी चाहिँ लोप गएको कारणले चाहिँ हामीले मिलमा लगेर कुट्ने गर्छौँ हामीले चाहिँ। त्यसै गरी मिलमा लगेर कुटिसकेपछि साथीहरू त्यसलाई चाहिँ हामीले कोलमा चाहिँ, कोल भन्ने हुन्छ है, यसरी कोल हुन्छ, कोलमा चाहिँ लगेर हामीले चाहिँ मजाले चाहिँ पेल्नुपर्छ। त्योभन्दा पहिला चाहिँ हामीले पकाउनुपर्छ। यसलाई चाहिँ मजाले पकाउनुपर्छ। तलबाट आगो बालेर तौलामाथि चाहिँ ढोके भन्छ हाम्रोतिर, तपाईँहरूतिर के भन्छ तपाईँहरूले आफै बुझ्नु होला। त्योमा चाहिँ राखेर हामीले त्यो पिसेकोलाई चाहिँ त्योमा राखेर हामीले त्यसरी पकाउनुपर्छ। त्यो पाकिसकेपछि तल पानी राखेर पानीको बाफले पाक्छ। त्यो बाफले पाकिसकेपछि साथीहरू त्यसलाई चाहिँ हामीले कोलमा राख्नुपर्छ। कोलमा हालिसकेपछि यसरी धेकाउनुपर्छ होइन। ताकतको झन् धेरै कुरै नगरौँ, यति मेहनत लाग्छ। सबै धेरै जोड्ने हो भने चाहिँ, यसमा चाहिँ अब मेहनत जोड्ने हो भने चाहिँ, श्रम जोड्ने हो भने चाहिँ एकदमै घाटै छ। तर भए पनि हाम्रो गाउँघरतिर चाहिँ एकदमै सहयोगको भावना भन्ने हुन्छ। सबैको काम सबैले हेरौँ भन्ने हुन्छ। त्यस कारणले चाहिँ हाम्रो चाहिँ यहाँ त्यस्तो छैन। त्यसलाई चाहिँ हामीले त्यो राखिसकेपछि तेल चाहिँ यहाँ तलबाट निस्किन्छ। घरमा लगेर चाहिँ हामीले ताउलामा गाग्रीमा खनाउनुपर्छ। ताउला गाग्रीमा खनाइसकेपछि साथी यसरी चाहिँ हामीले खनाइसकेपछि साथी यसलाई चाहिँ अब भोलि बिहानसम्म चाहिँ एकदमै जम्छ। यो जमिसकेपछि यसलाई चाहिँ हामीले भोलि बिहान चाहिँ अब पटरी भन्ने हुन्छ पाटको, त्योमा चाहिँ हामीले पोको लगाएर राख्छौँ र 1 वर्ष 2 वर्षसम्म हामीले मजाले खान सकिन्छ। साथीहरू, तपाईँलाई चिउरी पेल्ने कसरी पेल्ने हो, के गर्ने हो भनेर सबै प्रोसेसहरू मैले तपाईँले यस भिडियो मार्फत भनिसकेको छु। साथीहरू, हाम्रो भिडियोलाई चाहिँ सब्सक्राइब लाइक गर्नु होला, कमेन्ट गर्नु होला र युट्युब च्यानललाई पनि सब्सक्राइब गर्नु होला। हाम्रो आरएफकेसी फेसबुकलाई पनि फलो गरिदिनु होला।